रसुवातिर जाँदै गरेको एउटा गाडी चाहिँ नियन्त्रणमा विशेष सुराकीको आधारमा चाहिँ त्यहाँ डलर युरोहरू छन् भन्नेको इन्फर्मेसनको आधारमा चाहिँ हामीले त्यो गाडीलाई चाहिँ महाकालबाट नियन्त्रणमा ल्याएर यस कार्यालयमा लिएर आएर खानतलासी गर्दाखेरि चाहिँ त्यसमा चाहिँ यो हिजो राति 23 बजेको समयमा अमेरिकी डलर युरो सहित ना 7 ख 1652 नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालबाग ट्रकको चालक फुच्चे भन्ने कुसाङ लामालाई पक्राउको सम्बन्धमा हो। फुच्चे भन्ने कुसाङ लामा चाहिँ सिन्धुपाल्चोक भोटेकोसी गापा वार्ड नम्बर 1 बस्ने, उमेर 43 वर्षको र यो चाहिँ पहिले पनि एकै पक्राउ परिवरी जेल गइसकेको मानिस हुन्। हिजो 23 बजेको समयमा अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिँदैछ भन्ने सूचना प्राप्त हामीलाई हुन्छ र ना 7 ख 1652 नम्बरको मालबाग ट्रक गाडी शङ्का लागि रोकी थप अनुसन्धानको लागि यस कार्यालयमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको बोनट, ड्राइभर बस्ने कोठा, क्याबिनको बायाँतर्फको माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याइएको अमेरिकी डलर र युरो लगायतका मुद्राहरू फेला परेको छ। कुसाङ लामा चालक भई भरियाको रूपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको छ।